नमस्कार साथीहरु, तपाईहरुलाई स्वागत छ फेरि पनि अर्को अनबक्सिङ भिडियो। म हुँ प्रसुन, तपाईहरु हेर्दै हुनुहुन्छ पिटी हब। तपाईहरुको सामु लिएर आएको छु मैले होनरको X70। यो चाहिँ 5G स्मार्टफोन हो। यो चाहिँ मिड रेन्ज क्याटेगोरीको फोन। म आज यसलाई अनबक्सिङ गर्न गइरहेको छु। सर हेर्दाखेरि तपाईहरु देख्न सक्नुहुन्छ होनरको लोगो र X70 लेखिएको छ र 5G पिक्चर देखाएको छ। अनि यसको साइडमा रहेको छ होनर 7XT अनि यता पनि लोगो छ र यसको तल चाहिँ यसमा चाहिँ IMEI नम्बर दिएको छ र 1 र 2। अब यसलाई चाहिँ ओपन गरेर हेरौँ यसभित्र के छ। यसमा चाहिँ धेरै राम्रो प्याकेजिङमा प्लास्टिक मोबाइल राखेको छ। मोबाइल चाहिँ ब्ल्याक कलरमा रहेको छ। बक्सको भित्र चाहिँ यो सानो एउटा बक्स रहेको छ। यसभित्र चाहिँ एउटा चार्जर पनि दिएको छ अनि डाटा केबल पनि दिएको छ। डाटा केबल चाहिँ USB to टाइप C मा रहेको छ। यसको भित्र चाहिँ एउटा कभर पनि राखिएको छ। यो ट्रान्सपरेन्ट कभर रहेको छ। होनरको चाहिँ सबैले यो कभर दिएको हुन्छ। त्यति भएपछि तपाईहरुले एक्स्ट्रा कभर किन्ने जरुरत पनि छैन। यसलाई स्विच अन गरौँ। अब स्विच अन गरिसकेपछि चाहिँ यसमा ल्याङ्ग्वेज अप्सन देखाएको छ। हामी चाहिँ यहाँ इङ्ग्लिस चुज गरौँ। 35 वाटको फास्ट चार्ज, एउटा सिम इजेक्टर टुल्स पनि दिएको, वारेन्टी कार्ड र क्विक कार्ड पनि छ। यसमा भिडियोहरू हेर्ने नर्मल टास्कहरू गर्न चाहनेलाई चाहिँ एकदम राम्रो छ। छुट्टीमा घर जाँदै हुनुहुन्छ भने दुबईबाट यो मोबाइल आफ्नो घरको फ्यामिली मेम्बरहरूलाई लान सक्नुहुन्छ। यसमा चाहिँ IP65 रेटिङ, डस्ट एन्ड वाटरप्रुफ छ। 208 ग्राम्स छ र यो धेरै हेभी फिल पनि हुँदैन तपाईहरुले हातमा लिँदाखेरि। डिस्प्ले रहेको छ 6.77 इन्चको। रिफ्रेश रेट पनि एकदम राम्रो छ, 120 हर्ट्ज, जो नर्मली अहिलेको मिड रेन्जमा पाउन गाह्रै हुन्छ, तर होनरले यसमा दिएको छ। स्न्यापड्रागन 6S Gen 3 चाहिँ नर्मल गेमको लागि चाहिँ राम्रै छ। फ्री फायर। यसको मेन क्यामेरा चाहिँ दिएको छ 50 मेगापिक्सल र 2 मेगापिक्सल वाइड एङ्गल। अनि यसको फ्रन्ट फेसिङ क्यामेरा चाहिँ 5 मेगापिक्सलको रहेको छ। 6500 mAh को ब्याट्री दिएको छ। यो चाहिँ 2 दिन मजाले चल्छ, तर तपाईले हेभी युज गर्नुभयो भने 1 दिन आधा चाहिँ राम्रैसँग जान्छ। स्टोरियो स्पिकर पनि दिएको छ। तपाईहरु भिडियो कन्टेन्ट हेर्दाखेरि चाहिँ तपाईहरुले साउन्डको चाहिँ मजा लिनुहुनेछ। र तपाईहरुलाई मोबाइल, इयरफोन अथवा स्पिकर कुनै पनि ग्याजेटको भिडियो चाहिएमा मेरो कमेन्टमा लेख्नु होला। कस्तो लाग्यो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नभुल्नु होला। फेरि पनि अर्को टेक भिडियो लिएर छिट्टै आउनेछु। धन्यवाद।